एकैछिन हेर्नुस् त साथीहरु, यो भिडियो यो एउटा सीसीटीभी क्यामेराको फुटेज हो रहेछ। यहाँ यसरी सीसीटीभी क्यामेरामा चाहिँ रेकर्ड भएको यो रेकर्ड मैले भेटाएँ र सापेक्ष शेयर गर्दैछु। एउटा गाडी आउँछ र गाडीको पछि यो गाई बाच्छाहरूको चाहिँ झुण्ड आउँछ अनि आएर चाहिँ गाडीको वरिपरि घुमिरहन्छन्। अनि यो गाडीको वरिपरि किन घुमेछन् भनेर यसो बुझ्दाखेरि त अनि त्यतिकैमा चाहिँ यहाँ मान्छेहरू त्यहाँ भएका पब्लिकहरू पनि भेला भइरहेका छन्, पब्लिक पनि आउँछन् र यो बुझ्ने क्रममा यसो बुझ्दाखेरि त्यो यो गाडी भित्र चाहिँ गाईको बाच्छा अड्किएको रहेछ। भनेपछि एउटा गाईलाई हुन त कुनै पनि प्राणीलाई आफ्नो सन्तानको अति नै माया हुन्छ हैन। त्यही माथि गएर गौमाता भनेर हाम्रो चाहिँ सनातनमा भनिएको छ, गौमातालाई आफ्नो सन्तानको कति माया छ भन्ने कुरो यहाँ देखाउन सकिन्छ। र यसपछि गाउँलेहरू सबै लागिमिली गर्छन्, लागिमिली गरेर यसरी यो गाडीलाई उठाएर हैन त्यो बाच्छालाई निकाल्ने प्रयास लागिरहेका छन्। यो गाडी चाहिँ एउटा महिलाले ड्राइभिङ गरेर रहेछन्। महिला जेन्ट्स भएको भए त सायद सबै गाउँलेहरू मिलेर के भन्नु खै त नभनौँ मैले हैन। अब लेडिज महिला रहेछन्, त्यही भएर महिलालाई चाहिँ हर कसैले सम्मान गर्छन्। त्यो सम्मान म पनि गर्छु, सबैले सम्मान गर्नुपर्छ। तर हुनसक्छ यो गल्तीले भयो, ठिकै छ, तर पनि एउटा आमाको माया यहाँ दर्शन खोजिएको छ। यानि कि गाईले चाहिँ आफ्नो बाछीलाई कति माया गरेछन् भनेर। हेर्नु साथीहरू, यो भिडियो एकदमै मार्मिक लाग्यो मलाई। पछि यसरी सबै गाउँलेहरू मिलेर यस बाछीको चाहिँ राम्रो सकुशल उद्धार गरेका छन्, केही पनि भएको रहेनछ। हजुरलाई यो भिडियो कस्तो लाग्यो मन परेदेखि सेयर गर्नुहोस् अनि साथमा जय माता दी।